सरकारले मेलम्ची खानेपानी आयोजना कार्यान्वयनका लागि 2 अर्ब 42 करोड रुपैयाँ थप वित्तीय सहयोग जुटाउन पहल गरेको छ। यस क्रममा मन्त्री परिषदको हिजोको बैठकले एसियाली विकास बैंकसँग वार्ता गर्न शहरी विकास मन्त्रालयका उच्च पदस्थ अधिकृतको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय पनि गरेको छ। बैठकले नेपाल आयल निगमलाई थप 1 अर्ब 65 करोड रुपैयाँ ऋण लगानी गर्ने निर्णय गरेको छ। यसका लागि सञ्चय कोषसँग 85 करोड र नागरिक लगानी कोषबाट 80 करोड रुपैयाँ ऋण लगानी गर्न सरकारले जमानत दिने निर्णय भएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री माधव प्रसाद पौडेलले जानकारी दिनुभयो। त्यसैगरी शान्ति सुशासन र मानवाधिकार कार्यक्रम कार्यान्वयनका लागि डेनमार्क सरकारबाट प्राप्त 3 अर्ब 60 करोड रुपैयाँ अनुदान स्वीकृत गरिएको छ। बैठकले अर्को व्यवस्था नभएसम्मका लागि गोरखापत्र संस्थानको अध्यक्ष पदको जिम्मेवारी सूचना तथा सञ्चार मन्त्रालयका सचिव ध्रुव शर्मालाई दिएको छ।